नेपाली कम्युनिस्ट पार्टी जनताको पार्टी बनाउनको निम्ति प्रण गर्नको निम्ति आज यो गरिमामय हलभित्र प्रवेश गरेका छौं। कतै हामीलाई शंका पनि लाग्न सक्छ, विगतमा भएको एकता जस्तै त हुने हैन। त्यतिखेर यसरी हामी तल्लो लेभलसम्म एकताका सन्देशहरू फैलिएका थिएनन्, हाम्रो विचारलाई समेटिएको थिएन, हाम्रो भावनालाई जोड्न खोजिएको थिएन। त्यही पाठ सिकेर अहिले हाम्रा नेतागणहरूले कम्तीमा पनि तल्लो लेभलका साथीहरूसँग पनि भावनात्मक सम्बन्धको सन्देश फैल्याउनु पर्छ भनेर केन्द्र लेभलमा मङ्सिर 1 गतेको निर्णयले 753 वटै पालिकामा यो 29 गते पालिका स्तरीय सन्देश सभा गर्ने निर्देश बमोजिम आज हामी यहाँ उपस्थित भएका छौं। कमरेडहरू, हिजो कुनै दिन तपाईं हामी एकै ठाउँमा पनि थियौं, फेरि हामी एकै ठाउँबाट टुक्रिएर पर पुग्यौं। आज हामी भित्र पनि कतै शंका छ, रहन सक्छ। त्यही शंकाको अन्तको निम्ति हामी आज यहाँ छौं। अब हामीहरूले सबै कुरा बिर्सिएर हाम्रो संविधान, हाम्रो गणतन्त्रको रक्षाको निम्ति काँधमा काँध, हातमा हात र साथमा साथ मिलाएर हामी राता मान्छे बन्नु परेको छ। राता मान्छे यस अर्थमा कम्युनिस्टहरू सदैव राता मान्छे हुन्छन्। कम्युनिस्टहरू बेग्लै धातुले बनेका हुन्छन्। त्यो बेग्लै धातु भनेको विकृति र विसङ्गतिको अन्तको निम्ति आफ्ना पाखुरालाई चट्टान जस्तो बलियो बनाउने अनि आफ्नो सोच, आफ्नो विचार र आफ्नो नीति र विधिले समाज परिवर्तन गर्ने, समाजमा दुखेका घाउहरूलाई मलम लगाउने त्यो काम कम्युनिस्टहरूले गर्छ। त्यो काम तपाईहरुले गर्नुहुन्छ अनि त्यो काम हामी गर्छौं। त्यही काम गर्नको लागि आज हामी गोलबन्द भएका छौं। हामी एउटा छाताभित्र एउटा परिवार भएर बाँच्ने संकल्प गर्न आएका छौं। हामी कतै कसैलाई शंका छ भने आज हामी त्यो शंकाको कालो बादलबाट बाहिर निक्लिएर यो एकतालाई पवित्र, सुन्दर अनि समृद्ध नेपाल बनाउनको निम्ति गरिएको हो भनेर हामी अगाडि बढ्नेछौँ। हो, 1 वर्ष अगाडि प्रचण्ड कमरेडले देशमा सिंहदरबार हेर्न लाखौं जनता आउनेछन्, तिमी सच्यानौ भने, तिमीले भ्रष्टाचारलाई रोक्न सकेनौ भने, व्यथिति अन्त गर्न सकेनौ भने, आफ्ना कार्यकर्तालाई मात्र भर्ती केन्द्र बनायौ भने तिमी लखेटिने छौ, तिमीले भाग्ने ठाउँ पनि पाउने छैनौ भनेर त्यतिखेरै भन्नुभएको थियो। शङ्काको घेरामा राखिदिन सक्छन्, तर हामी हो कि क्या हो भनेर शङ्का गर्न थाल्यौँ भने हामी जुन लक्ष्यमा जान खोजिरहेका छौँ त्यो लक्ष्यमा हामी पुग्दिनौँ। अहिले हामी उर्लाबारीका विशेष महत्त्वपूर्ण र अगाडि बढेका कार्यकर्ता माझ मात्र योग्यता गरिरहेका छौँ। झट्ट मिडियाले दिँदै गर्दा उर्लाबारीमा एकता एउटा सानो हलभित्र विपक्षीहरूले त्यो फैल्याउन पनि सक्छन्, तर त्यो होइन। हामी अगुवा कार्यकर्ता बीच अहिले एकताको सन्देश गरिरहेका छौँ र हामी चाँडै नै वार्ड टोल टोलमा पनि एकताको सन्देश लिएर जानेछौँ र हामी एक छौँ, एक रहन्छौँ र एक भएर अगाडि बढ्छौँ। किनभने हामीहरूले शहीदको सपनालाई पुरा गर्नुपर्ने छ। घाइते योद्धाहरू छन्, तिनीहरूको सपनालाई पनि पुरा गर्नुपर्नेछ र हामीहरूलाई जेनजी पुस्ताले पनि केही पाठहरू सिकाएका छन्। जेनजी पुस्ताले हामीहरूलाई गजगच्याएका छन्। अहिले यहाँ जेनजी पुस्तालाई पनि हामी देखिरहेका छौँ। जेनजी पुस्ताको त्यो जनविद्रोहले आज मुलुकलाई अर्को मोडमा ढालिदियो। हामी बाध्यता र व्यवस्था भयौँ। हाम्रा नेताहरू पनि सुकिला बनिरहेका थिए, मोज मस्तीमा रमाउँदै पनि थिए। उहाँहरूले पनि चेत खुलाउनु पर्ने दिन आयो।
अझ अब तपाईँ हाम्रो साथले हाम्रा नेताहरूलाई पनि खबरदारी गर्दै हामी त्यो लक्ष्यमा पुग्नेछौँ। त्यही सपना साकार पार्न आज यो पालिका स्तरीय सन्देश सभा गरिएको म जानकारी गर्दै नगर पार्टीले